नेपालकै सबभन्दा धनाढ्य फोक्स नम्बर 1 मा परेका विनोद चौधरी किन हारे? समाजसेवीले जित्ने भए मीना खरेललाई जनताले किन हराए? गुण्डागर्दीले जित्ने भए चक्रे मिलनलाई किन हराए? इमानदार राष्ट्र सेवकलाई जित्ने भए कुलमान घिसिङलाई किन हराए? भ्रष्टाचार विरोधी सबभन्दा ठुलो अभियान्ता र भ्रष्टाचार गर्नु आमाको रगत खानु सर हो भन्ने राजेन्द्र लिङ्गदेनलाई किन हराए? पुस्तान्तरण र रूपान्तरण गर्नेलाई जिताउने भए गगन थापालाई किन हराए? सामाजिक सञ्जालमा भाइरल हुनेहरूलाई जिताउने भए ऋषि धमलालाई किन हराए? विकासको नमुना ल्याउने पात्रलाई जिताउने भए रेणु दाहाललाई किन हराए? यसअघि जहिले पनि जनताले जिताएर पठाउँथे, नेताले धोका दिन्थे। यो पटक चाहिँ नेताहरूलाई जनताले धोका दिएन, धोका दिएको होइन। योभन्दा अगाडि चाहिँ नेताले गठबन्धन गर्थे, यसपटक जनताले गठबन्धन गरे। तपाईँलाई कस्तो लाग्यो फ्राइडे फ्यान्स? हो, हिजो केपी बालाई पनि केपी बा आई लभ यु भन्ने त्यही माइती घरमा देशैभरिको माहौल एकचोटि थियो फ्राइडे फ्यान होइन। जुन छ नि यो जनताले एक्सपेक्ट गरेका छ नि। कतिपय त माइटी फ्यान्स म कुनै पनि पार्टीको समर्थक पनि होइन, म हुनु पनि छैन। म राम्रो काम गर्नेलाई म दिलदेखि नै समर्थन गर्ने मान्छे हो। जुनसुकै मलाई पार्टीको मतलब सरोकार नै छैन होइन। मलाई राम्रो मान्छे चाहिन्छ, बस नेपाल बनाउने मान्छे चाहिन्छ, नेपाललाई एकदम राम्रो भिजन मिसन टार्गेट भएको मान्छे चाहिन्छ भन्ने हो। मलाई पार्टीसँग सरोकार छैन, पार्टीको एजेन्डा के हुन्थ्यो छैन, तर देश बनाउने भिजन भएको मान्छे हुनुपर्छ भन्ने हो है। मलाई म न कुनै राजसभा कोही एमाले कोही माओवादी कुनै कङ्ग्रेस कुनैको पनि मलाई समर्थन गर्नु छैन, तर राम्रो काम गर्नेलाई मैले दिलदेखि नै सपोर्ट गर्नुपर्छ भन्ने मेरो मान्यता हो है। हिजो त्यही माइती घरमा केपी बा आई लभ यु भन्नेको लाखौँ नेपालीहरू थिए होइन। आज किनकि रवि लामी छानेलाई 2 चोटि गृहमन्त्रीसम्म पठाइसकेका छन् जनताले। ठिक छ, समय थोरै भयो, गर्न सकिएन। अब यो भनेको फाइनल तपाईँको इक्जाम हो। यो इक्जाममा पास भएपछि मात्रै हो यो। अब जनताले धेरै कुर्नेवाला छैनन्। रविजी हिजोको चुनावमा भनेका पनि बाचाहरू धेरै हामीले थाहा छ, तर हामी त्यो भिडियोहरू फुटेजहरू नल्याउँ मैले, तर हामी केही होल्ड गर्छौँ। यदि ती बोलिएका हरेक शब्दहरू जनताले त्यो सुशासनको महसुस गर्न पाएनन्, जनतामा डेलिभरी हुन सकिएन भनेपछि त्यही हिजो माइती घरमा केपी ओलीलाई आई लभ यु भन्ने आज तिनै मान्छे केपी बा देश छोड भन्ने नारा फेरि रिपिट हुन सकिँदैन, भन्न सकिँदैन। त्यसैले समयमै सचेत हुनुहोला, समयमै जनतालाई डेलिभरी दिने काम तपाईँको एकदमै दिन रात नभनेर तपाईँले जनतालाई डेलिभरी दिन सक्नुभयो भनेपछि ठिक छ। अझ 5 वर्ष मात्रै होइन, अबको फेरि आउने 5, 10, 15, 20 वर्ष पछिको सरकार पनि तपाईँले नै चलाउन सक्नुहुन्छ। यदि तपाईँले यही नै तपाईँ पहिलो परीक्षामै फेल हुन सक्नुभयो भनेपछि जनताले अर्को विकल्प खोज्न रेडी हुनेछन् फेरि मैदानमा।